Hey yo, what's good? This is boy just back here with another reaction and आजको reaction is gonna be on नवाज अन्सारी को चिठी भन्ने नयाँ ट्र्याकमा and यो ट्र्याक चाहिँ जस 39 minutes ago चाहिँ रिलिज भइसकेको रहेछ अहिले मैले रियाक्ट गर्दाखेरि यो टाइममा चाहिँ बाइ नाउ हैन सो दिस इज द फर्स्ट टाइम हैन मैले यति चाँडो कुनै पनि म्युजिक ट्र्याकमा रियाक्ट गरेकोमा चाहिँ है सो यस आई एम रियली एक्साइटेड हैन जस फर्स्ट टाइम भइरहेको छ नि त मेरो चाहिँ लाइफमा एन्ड यो भन्दा अगाडिको जोस मेरो ट्र्याकहरु किन आइराको छैन भिडियोहरु आइराको छैन भने इफ तपाईहरुले त्यस्तो क्वेशन छ भने नि मेरो अहिलेको टाइम यस्तो फ्रस्ट्रेटेड मोमेन्ट भइदियो भने नि लाइक मैले दुई तीन वटा भिडियो चाहिँ मैले शूट गरे के हैन मजाले त्यो के भन्छ एउटा मिलानोको रिएक्ट गरेको थिए अनि एउटा वाइल्ड मार्टिनको गरेको थिए अनि एउटा समथिङ कुन चाहिँ गरेको थिए के अनि सबै भिडियोहरु सबै रेकर्ड गरेको राम्रै भयो जस्तो लाग्यो हैन अनि पछि एडिट गर्ने बेलामा यसो हेरेको त के भन्छ यो के रे साउन्ड नै पो के भन्छ क्याप्चर भइरहेन रहेछ क्या यस्तो दिमाग खराब भएन बट यस त्यो चीजलाई लाइक एज अ वर्कमा यस्तो कहिले काहीँ हुन्छ भन्ने सोचेर फेरि आफूलाई बुझाएर हैन नयाँ यो ट्र्याकमा चाहिँ रियाक्ट गर्न गइरहेको छु एन्ड आइ एम रियली सरी यो दुई तीन दिन अगाडि भिडियो खासमा आउनु पर्ने थियो तर त्यो मेरो बिग्रेर चाहिँ मैले अपलोड गर्न सकेन सो राइट नाउ आई एम हियर एन्ड वन्स अगेन नवाज अन्सारी द कन्सिस्टेन्ट किङ भर्खरै बढिरहेको छ 2.1k लाइक अलराइट मैले पनि लाइक हान्दिहाल्दिन्छु के छ यसको हेर्नु न चिठी इज रिटर्न एन्ड परफर्म बाई नवाज अन्सारी रिस्पेक्ट एन्ड ग्रेटिट्युड to all the folk in service. Okay, mix and master always by Nawaz Ansari, animation by Kicha Studio, After Effects by Jungi's World. Okay, as usual, है ना? Comment तिरा पनि जाम्न के रहेछ Nawaz Ansari song drop like the bullet from AK-47. All right, you deserve more, bro. जर्यो फेरि न्यू पानी पर्यो असारमा फेरि always dope. र आज रातभरि पानी परेको यस्तो मिठो गीत सुन्नु रहेछ सो चिठी भन्नु बित्तिकै काइन्ड अफ मलाई चाहिँ कस्तो लाग्यो भने चाहिँ काइन्ड अफ लभ सङ जस्तो लागिरहेछ मलाई हैन मैले सुनेको छैन हैन सो एज फार एज आई मेरो इनर गड्सले चाहिँ चिठी भन्नु बित्तिकै चाहिँ लभ सङ होला जस्तो लागिरहेछ मलाई नि र्याप पनि यसरी झरे गुड्स बम खतरा दाइ आयो आगो द्याट्स नट अन्सारी अलराइट So let's get back to the video section हैन कमेन्ट सेक्सनमा पछि जामला सो 3 minute 27 second को ट्र्याक रहेछ हैन सो के कस्तो छ सबैजनालाई चाहिँ एकदम कुर्सीको बेल्ट समातेर लगाएर लेट्स गेट इन्टु द रिएक्सन पार्ट इफ यु गाइज आर रेडी एन्ड लेट्स गो किचा स्टुडियो उफ आई आजकल नवाज अन्सारीको ट्र्याकहरु यो भन्दा अगाडिको नि यस्तो एनिमेसन आएको छ है आजकल जोस एनिमेसन वाला आइरहेछ स्पेशली मैले लास्ट टाइम एनिमेसन यसरी देखेको भनेको त त्यो बालीको एन्ड या What the fuck? What the fuck? के देखेँ मैले भर्खर त्यो लुलाबी भन्ने एउटा थियो नि पुरानो त्यो टाइपको भाइब आयो त मलाई त ओ फक नवाज अन्सारी दामी कस्तो दामी रियलिस्टिक देखाएको यार आर्मीमा छ नि त नवाज अन्सारी या चिठी मेरो पुगेन समयमा पुगेन के लेछ men walk on the moon sleeping pill red super bomb okay समयमा पुगेन आउँदै होला तिम्रो बोली सुनेर घुमेर उडेर तिम्रैतिर चले आवा छुएर सुहेर उडेर मन्जुरी थिएन मेरो जब टिपी कसेर गयो तिमी चढेर मसँग तिमीलाई ब्रेक पो चाहियो रे भनेर मेरो यो मन तिमी चढेर मसँग तिमीलाई ब्रेक पो चाहियो रे भनेर मेरो यो मनमा तिमीले तिर्ने आनेर कुन बेला हो कुनै चाल नै पाइन ताकेको Ay
चाल्नै पाइन त्यो एक्लै त्यो दामी यसमा दामी कस्तो मजाले कोरस तान्यो यार ताकेको हे हे एक्लै रे तै नाइस 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 वन्स अगेन कुनै चाल्नै पाइन ताकेको हे हे एक्लै रे तैरिरहे एक्लै नै सहिरहे यत्तिकै पर्खिरहे बेथामै कुरिरहे के पायौ तिमीले यस्तो गरेर ठेगानै नलेखिकन म चिठी लेखेर आउँदै होला तिम्रो बोली Fuck. सुनेर ओके लाइक यतापट्टि आफू चाहिँ भयो कि आर्मीतिर गइरहेको छ आफ्नो वाइफ चाहिँ यता अर्कैसँग युद्ध खै आई मिन बोथ अफ देम आर अन वार होइन एकजना चाहिँ दुश्मनसँग इन रियल फाइट अनि अर्को चाहिँ होइन बेडमा द्याट्स क्रेजी होइन आई मिन आई क्यान अन्डरस्ट्यान्ड द पेन होइन जस कस्तो हुन्छ जसले आफूले आफ्नो लाइफ पार्टनर जसलाई आफूभन्दा ज्यादा माया गरिन्छ विश्वास गरिन्छ उसैले धोका त्यो जस्तो नमिठो धोका लाइफमा अरू केही हुन्छ जस्तो लाग्दैन मलाई है भाइ यो आर्मीमा स्टिल भएर पनि आई मिन यहाँ चाहिँ आर्मीमा ऊ चाहिँ नवाज अन्सारी छ बट स्टिल उसको माइन्ड चाहिँ त्यही मुमेन्टमा त्यही सम्झिरहेको छ क्या ब्याक अफ दि माइन्डमा नि एन्ड त्यो फ्रस्ट्रेसन उसलाई एकहोरोपना एउटा भइरहेको देखिरहेको छ उसको त्यो यहाँ पनि होइन के अरे सुरुवात हुनु नै गल्ती थियो ओके काइन्ड अफ हाम्रो रिलेसन स्टार्ट हुनु नै गल्ती भयो कि बिकज मैले रङ पर्सनसँग आफ्नो के भन्छ रिलेसन स्टार्ट गरेँ द्याट्स वाट द लाइन वान्ट टु एक्सप्लेन होइन बसेको मान्छे नि एक्कासी उठे म नाम नवा तिम्रो हत्केला चुमेर त्यो भन्दा बेसी के बोल्न नि सकिन तिमी मुसुक हाँस्यौ झन्डै डलिन कन्ट्रोलमा बसे म डल्न चाहिँ डलिन पहिलो पहिलो राम्रो मेमोरी भएर होला यादै रहन्छ सधैँभरि मलाई मसँग ब्रेक बुझायो नि भनेर म दैलो दैलो डगाउँछु जब खोजिरहेको हुन्छु अनि पाउँदिन तिमीलाई कहिले नि चेक नि गर्नु भनेर आउँदै होला तिम्रो बोली सुनेर घुमेर उडेर तिम्रैतिर चले आवाज छुएर सुनेर उडेर आउँदै होला तिम्रो बोली सुनेर घुमेर रक्सी पिउँदाखेरि पनि मैले यहाँ तपाईँले नोटिस गर्नुभयो यहाँ उसको त्यो चिज चाहिँ माइन्डमा छ क्या चाहे त्यो वारमा होस् चाहे त्यो हिँडिरहेको बेला होस् चाहे त्यो रक्सी त्यो हुन्छ नि रक्सी पिएर पनि त्यो उसको त्यो याद चाहिँ उसको माइन्डबाट हट्न सकिरहेको छैन क्या ड्याम लाइक दिस इज काइन्ड अफ नवाज अन्सारीको चाहिँ यो एकदमै इमोसनल ट्र्याक भइदियो क्या उसको यो हुन्छ नि उसको यो आई गेस यस्तो ट्र्याक उसको फर्स्ट टाइम हो क्या लाइक हि क्यान डु समथिङ वेल जस राम्रै गर्न सक्दो रहेछ जस उसको सबै डिफ्रेन्ट के भन्छ जनरहरूबाट हेर्दाखेरि यसमा पनि आई लाइक उसलाई सुट गरिरहेको छ देख्छु म ए what the fuck के भयो यार नो छ त यार फेरि अर्को प्याप he took a revenge at the end. Okay. It's a kind of really emotional track भन्छु हैन जस
लाइक रियल लाइफमा रिलेटेड भएकै ट्र्याकहरू हो जस नवाज अन्सारीले जस दिस इज वाट आई लाइक अबाउट नवाज अन्सारी क्या लाइक हुन्छ नि कुनै फ्यान्टासिजमा लेखिरहेको हुँदैन क्या उसको ट्र्याकहरू लाइक हुन्छ समवेयर प्र्याक्टिकल लाइफमा एकदम बेस्ड भएर लेखिरहेको ट्र्याक हुन्छ एन्ड स्पोन्ज सपोर्टेड बाई के हो रिन्सा रेकर्ड्स क्याफे मान्टु एन्ड खतरा लाइफस्टाइल सो यस मैले चाहिँ जस नवाज अन्सारीको यो स्टाइल चाहिँ फर्स्ट टाइम देखेँ होइन लाइक हुन्छ नि एउटा इमोसनल ऱ्याप भन्छु यसलाई चाहिँ म होइन सो काइन्ड अफ आफ्नो माया गर्ने मान्छेलाई चाहिँ जसले चाहिँ धोका दिँदाखेरि चाहिँ हाउ इट गोज थ्रु द्याट पर्सन भनेर चाहिँ सायद कि त त्यही एउटा मान्छेलाई थाहा हुन्छ अर एल्स आर्टिस्टहरूलाई थाहा हुन्छ किन मलाई चाहिँ कस्तो लाग्छ नि आर्टिस्टहरू भनेको सबैजनाको सुजमा बसेर हिँड्न सक्छ जस्तो लाग्छ क्या एन्ड वान अफ अनि नवाज अन्सारी चाहिँ वान अफ दोज आर्टिस्ट जस्तो लाग्छ मलाई नि हु क्यान रियली हुन्छ नि अरूको फिलिङ्सहरूलाई चाहिँ मजाले बुझ्न सक्ने क्या सो या एन्ड इट वाज रियली इमोसनल ट्र्याक होइन जस्ट एट द एन्ड अब हुन्छ नि अब मान्छेले के चाहिँ गरोस् त आफू जसलाई चाहिँ माया गर्ने त्यही मान्छेले यसो धोका दिन्छ त होइन चाहे त्यो खाँदा हग्दा मुद्दा जतिले पनि उसकै मात्रै त्यही सिन मात्र याद आइरहेको हुन्छ होइन एन्ड लास्टमा चाहिँ उसले अब जस मर्डर गरेरै छाड्यो होइन एन्ड या इट वाज रियली नाइस ट्र्याक दामी लाग्यो मलाई इमोसनल छ एन्ड या यति भन्दै आई विल सी यु गाइज एभ्रीवन एन्ड द ट्र्याक टिल देन किप सेफ मच लभ